बेलामा राहतका उद्धारका वा व्यवस्थापनका कामहरू भइरहेको बेला कहीँ साइकोलोजिकल्ली उनीहरूको भत्केको मनोविज्ञानतिर परामर्शसहित उपचारमा कमजोरी त भएको छैन, यो प्रश्न छँदैछ। त्यसका लागि मनोचिकित्सक सङ्घ नेपाल प्यान र यसका डाक्टरहरूले विविध सन्देशसहित यस क्षेत्रमा आफूलाई क्रियाशील बनाइरहँदाखेरि अहिले परेको मनोविज्ञान त्रास र त्यसबाट निकासको उपाय के हुन सक्छ, हामी कुराकानी गर्दछौँ। मसँग मनोचिकित्सक डाक्टर निर्मल लामिछाने तथा सङ्घका महासचिव अहिले स्टुडियोमा हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? हजुर। विपत्तिपछिका यी परिस्थितिहरूलाई मनोचिकित्सक सङ्घले अर्थात् तपाईँ मनोचिकित्सकले कसरी विश्लेषण गरिरहनु भएको छ? सबभन्दा पहिला त के छ भने कुनै पनि तनाव अथवा विपदको अवस्थामा मानिसको मानसिक मात्रै नभइकन इभन शारीरिक स्वास्थ्यमा पनि त्यसले नकारात्मक असर पुर्याइरहेको हुन्छ। र विपदको अवस्था भन्ने बित्तिकै अन्य आवश्यकताको साथसाथै मानिसहरूको स्वास्थ्यको आवश्यकता पनि बढिरहेको अवस्था हुन्छ। त्यसैलाई चाहिँ बुझेर जब यो भूकम्प गयो त्यस पश्चात नै मनोचिकित्सक सङ्घ एकदमै सक्रिय रहिरहेको छ। हामीले विभिन्न ठाउँमा चाहिँ साथीहरू ग्रुप बनाएर साइकोलोजिकल मनोवैज्ञानिक प्राथमिक उपचार को लागि पनि हामीले ग्रुप बनाएर गइरहेछौँ। अब पश्चिमाञ्चलकै हकमा भन्दा प्यान यो आध्यात्मिक तथा मानसिक परामर्श अभियानमा चाहिँ जुटेर हामी विभिन्न ठाउँमा गएर हामीले चाहिँ कार्यक्रमहरू गरिराखेका छौँ। भने हामीले यतिले पनि पुग्दैन, किनभने नेपाल एकदममा धेरै विकट ठाउँहरू छन् जहाँ हामी पुग्न सकिरहेका छैनौँ र त्यहाँ चाहँदै पनि पुग्न सक्ने अवस्था कैयन विकट गाउँ छैन भने अर्को अब त्यहाँबाट हामी कहाँ आइपुग्ने अवस्था पनि छैन भनेर हामीले 3वटा हेल्पलाइन पनि हामीले एउटा अपिल एउटा सूचनाद्वारा जारी गरेको छ र त्यसमा त्यो 3वटा नम्बरमा कुनै पनि ठाउँबाट हामीलाई हाम्रो परामर्शको लागि उहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। र विभिन्न एफएम जसरी म अहिले यहाँ आएर बोलिरहेको छु, हाम्रो साथीहरू नेपाल अधिराज्यभरि विभिन्न एफएम रेडियोको कार्यक्रम, अन्य टेलिभिजनको कार्यक्रम, इभन मिडियामा पत्र पत्रिकाहरूमा लेखबाट हाम्रो साथीहरूले चाहिँ यो विषयमा चाहिँ जानकारी गराउनको लागि र परामर्शको लागि हामी एकदमै जुटिरहेछौँ, एकदमै कटिबद्ध छौँ। डिजास्टर पछिको यो समयमा जति हामी बाँचेका छौँ वा पीडित छौँ, पीडित नभएकाहरूले पीडितको लागि सहयोग गर्ने एउटा दायित्व हो नै होइन, त्यतातिर लम्कनु पर्यो। जहाँसम्म चिकित्सकहरू तपाईँको मनोचिकित्सक सङ्घको पहल भइरहेको छ, तपाईँसँग प्रिन्ट मिडियाको कहीँ कतैसम्म पहुँच पुग्छ भने त्यहाँ पनि पढिदिनु पर्यो होइन, बुझिदिनु पर्यो र सुन्ने अवस्था छ भने रेडियोहरू पनि सुनिदिनु पर्यो र अर्को टेलिभिजनको त्यो पहुँच छ भने टेलिभिजनबाट पनि यो बेलामा यस्तै परामर्शका काउन्सिलिङका वा उपचार विधिका कुराहरू आइरहेको हुनाले त्यतातिर पनि ध्यान केन्द्रित गरिदिनु पर्यो अर्को र पुग्न सक्ने स्थितिमा जहाँसम्म भौतिक रूपमा पुग्ने हो त्यो तपाईँहरू त हुनुहुन्छ नै है? हजुर हजुर बिल्कुल। अहिले कहाँ पार्क जस्तो देख्नुहुन्छ यो सेक्टर वाइज कुरा गर्दाखेरि समस्या चाहिँ बालबालिकाको क्षेत्रमा अनि महिलाको क्षेत्रमा वा प्रौढको युवा? अब साँच्चै भन्नुपर्दाखेरि त अहिले कुनै पनि वर्ग अछुतो छैन होइन। अब यसमा पनि अलि बढी समस्याको रूपमा देखिने भनेको बालबालिकाहरूमा हो, किनभने उनीहरू अहिले कस्तो छ भने यो जुन प्राकृतिक प्रकोप पर्यो होइन, अब त्यसबाट भएको तनाव त छँदैछ होइन, तर बालबालिकाहरूमा चाहिँ अझै थप के छ भने उनीहरूको मनमा भएको अन्यलता, असुरक्षा
नबुझेको कारणले गर्दाखेरि भइरहेको कुराहरूले गर्दाखेरि झन् बढी तनाव भइरहेको अवस्था छ बालबालिकाहरूमा। त्यसैले गर्दा म भन्नै पर्दाखेरि हामीले हुन त त्यस्तो तथ्याङ्क अथवा त्यस्तो सर्वे त गरेको छैनौँ, तर बालबालिकाहरू बढी प्रभावित छन् कि जस्तो लाग्छ मलाई। त्यसैले गर्दाखेरि हामीले जस्तै हिजो यो के अरे आध्यात्मिक तथा मानसिक परामर्शको अभियानमा हिजो हामीले चाहिँ स्कुलका शिक्षकहरूलाई गऱ्यौँ। आज एउटा स्कुलमा म जाँदैछु। यसरी नै हामीले चाहिँ स्कुलको बालबालिका शिक्षक अभिभावकहरूलाई पनि बढी फोकस गरिराखेका छौँ अहिले। उहाँहरू हजुर विद्यार्थीले पनि बुझ्नु पर्यो, टिचरले पनि बुझ्नु पर्यो, अभिभावकले पनि। हजुर यो अझै स्कुल भर्खर जान थालेका जस्तो एलकेजी युकेजीका विद्यार्थी, त्योभन्दा पनि अगाडि मोन्टेसरीमा गइरहेका विद्यार्थी ससाना 2-2.5 वर्षका बालबालिकामा पनि उनलाई त चेत त छैन, तर अभिभावकहरूले भनेका कुराहरूलाई सुन्दाखेरि केही अस्वाभाविक प्रतिक्रियाहरू उनीहरूले जनाइरहेका छन् भनिरहेका छन् होइन। जस्तो कोही रोइरहने जस्तो खालको, अलिक जिद्दी हुने खालको होइन, भनेको तुरन्तै नमान्ने खालको, एकहोरिने खालको, अनि रुने एउटा भइहाल्यो। त्यसपछि भौकम्पकै कुरा त अभिभावकबाट सुनिरहेका छन्, भागेका हुने पनि देखेँ होइन, किन भागेको भन्ने जस्तो, र आयो भन्दै रमाउने खालको स्थिति तिनीहरूमा जुन यो साइकोलोजिकल इफेक्ट परेको छ नि, यो स्वाभाविक हो कि होइन? त्यो यस्तो छ, तनावको बेलामा अब जुन किसिमको सोचाइमा, व्यवहारमा, भावनामा गडबडी देखिन्छ, अलि बढी डराउने अथवा भइरहेको स्वभावमा चाहिँ फरक आउने, अलिकति खेल्न नरुचाउने अथवा खेल्न बाहिर जान डराउने, घरभित्र जान डराउने, यो केही हदसम्म यो स्वाभाविक पनि हो, स्वाभाविक प्रतिक्रिया हो होइन। बाबाले वा छेउछेउमा आमाले कम्पन आउने बित्तिकै च्याप्प समात्दै खुला ठाउँतिर दौडेको देखिरहँदाखेरि यो के गरे होला भन्ने त्यो चाइल्ड मनोविज्ञानले त अध्ययन गरेको होला नि होइन? बिल्कुल। हामीले चाहिँ के नजरअन्दाज गर्छौँ भन्दाखेरि बालबालिकाहरूले त बुझ्दैनन्, यिनीहरूलाई के अरे केही भएको छैन भनेर हामीले चाहिँ भनिदिउँ अथवा केही होइन भनेर भनिदिउँ भन्छौँ, त्यो चाहिँ वास्तवमा गलत हो। हामीले बच्चाहरूलाई उसको एज अनुसार यथार्थ कुराहरू भनिदिँदा नै राम्रो हुन्छ। उनीहरूले पनि बुझ्न सक्छन्। हामीले बच्चाले त बुझ्दैन भयो, यसलाई त केही नभनौँ, केही भएको छैन भनिदिउँ भनेर झन् त्यो यथार्थलाई चाहिँ लुकाउन खोज्छौँ नि, त्यसले गर्दाखेरि झन् उनीहरूको मनमा चाहिँ अन्यलता हुन्छ। उनीहरूको उमेर अनुसार होइन, कुन लेभलमा अब कुन भाषाले सम्झाउनु पर्ने हो, हामीले यथार्थ नै उनीहरूलाई चाहिँ भनिदिँदाखेरि उनीहरूको अन्यलता मेटिन्छ र उनीहरू डर त्रास अन्यलताबाट बाहिर आउँछ। साना भाइ बहिनीहरूलाई स्कुलमा अनि केन्द्रित गर्दाखेरि भर्खर स्कुल जान थालेका विद्यार्थीदेखि लिएर टिचरहरूले अझै के बुझिदिन आवश्यक छ? उनीहरूलाई पढाइ साथसाथै त्यसको अतिरिक्त कस्तो खालको त्यो काउन्सिलिङ चाहिन्छ तिनीहरूलाई? अब के छ भने यो बेलामा धेरै जस्तो बालबालिकाहरू जब आफ्नो दैनिक काममा भनौँ न, दैनिक अब पठन पाठनमा, खेलकुदमा, आफ्नो जुन दैनिक दिनचर्या सामान्य दिनहरूमा जुन दिनचर्या रहन्थ्यो, जब त्यसमा फर्किन्छन् त्यो पछि चाहिँ धेरै विद्यार्थीहरू सामान्य हुन थालिहाल्छन्। र सामान्य बनाउनलाई चाहिँ सबभन्दा पहिला हामीले बालबालिकाको लागि गर्न सक्ने भनेको उनीहरूलाई सक्दो चाँडै उनीहरूको सामान्य जुन जीवनयापन हुन्थ्यो त्यो जीवनमा चाहिँ पुर्याउनु नै सबभन्दा उत्तम उपाय हुन्छ। अब त्यो मध्ये केही बालबालिका जसलाई चाहिँ अलिक बढी असर परेको छ, त्यो क्लासमा अथवा त्यो समूहमा सजिलै छुट्टिन सक्ने किसिमको हुन्छ। उसको व्यवहार अरूको भन्दा फरक, उसको सोचाइ अरूको भन्दा फरक, उसले गर्ने क्रियाकलाप अरूले गर्नुभन्दा फरक, उसको भावना अरूको भन्दा फरक। अब त्यस्तो खालको बालबालिका छ भने उसँग अभिभावकले, शिक्षकहरूले बसेर 1-to-1 कुरा गरिदिनु पर्यो होइन। तिमी किन चाहिँ तिमी यस्तो भइरहेछ, के डर छ तिम्रो मनमा होइन, के सोचले चाहिँ तिमीलाई चाहिँ अप्ठ्यारो बनाइरहेछ भन्ने कुराहरू चाहिँ उसँग राम्रोसँग 1-to-1 कुरा कन्भर्सेसन गरेर हामीले बुझ्न खोज्यौँ भने ती मध्येका पनि धेरैलाई
त्यत्तिकै पनि समाधान भइहाल्छ। उनीहरूले केही न केही काहीँ न काहीँ नबुझेर नजानेर आत्तिएको हुनसक्छ। अधिकांश चाहिँ त्यसरी 1-to-1 काउन्सिलिङ परामर्श गरेर अब टिचरहरूले नै अथवा अभिभावकहरूले नै उनीहरूको समस्याको समाधान गरिदिन सक्छन्। मैले भनिहालेँ, हामीले यथार्थ जे हो त्यसमै बेस्ड भएर कुरा गर्ने हो। हामीले जब कुरा लुकाउन थाल्छौँ त्यसपछि उनीहरूको मनको अन्यलता झन् बढेर जान्छ। किनभने उनीहरूले एकजनामा मात्रै त रिलाइ गर्दैन। एकजनाले झुट बोल्यो, अर्कोले झुट बोल्यो, अर्कोले त सही बताउला, त्यसपछि त्यसले यसो भने उसले यसो भने उनीहरूको मनमा कन्फ्लिक्ट हुन थाल्छ। त्यही भएर सबैले उनीहरूलाई चाहिँ यथार्थ कुरा भनिदिने र कुन ल्याङ्ग्वेजमा कुन शब्द चयन गरेर भन्ने त्यसमा चाहिँ हामी सतर्क हुन सक्छौँ। पहिला उसलाई के सोचिरहेको छ, उसले के भनिरहेको छ त्यो बुझेपछि अनि के चाहन्छ, उसको अन्यलता के हो, उसको व्यवहारमा परिवर्तन आउनुको कारण के हो, त्यसको पछाडि कुनै न कुनै कारण त अवश्य हुन्छ। यो बेलामा कुनै बेला स्पोर्ट्सले काम गर्ला होइन, कुनै बेला म्युजिकले काम गर्ला र कुनै बेला ध्यानले पनि काम गर्ला, यी के रुचि हुन्छ? अब यस्तो छ, स्पोर्ट्स, हामीले ध्यान भन्नुभयो, मेडिटेसन, योगा, यो सब उपचार विधि छ। हजुर, होइन, अब यिनीहरू पनि विधि नै हुन् होइन। योगा भनौँ, मेडिटेसन भनौँ, यो पनि मनलाई शान्त राख्ने उपायहरू हुन्, मनलाई रिल्याक्स राख्ने उपायहरू हुन् भने अब यो विधिहरूबाट पनि भएन भने केही समयको लागि औषधिको प्रयोग पनि गर्न सकिन्छ होइन। यो सबै उपचारको चरणहरूकै रूपमा लिनुपर्छ हामीले। यो महिलामा पढ्ने चाहिँ बच्चाभन्दा अलिक फरक हुन्छ कि के कस्तो हुन्छ? खासै फरक हुँदैन। अब के अरे बच्चाहरूमा र महिलाहरूमा अथवा अन्य व्यक्तिहरूमा पनि देखिने लक्षणहरू लगभग उस्तै हुन्छ। त्यो खासै फरक चाहिँ हुँदैन। अब सबैको मैले भनिहालेँ नि, 3वटा चिजमै परिवर्तन आउने हो कि। एउटा सोचमा परिवर्तन, एउटा उनीहरूले गर्ने व्यवहारमा परिवर्तन, तेस्रो कुरा भनेको भावनामा परिवर्तन। बच्चाहरूले भन्न सक्दैनन्, उमेर पुगेकाले भन्न सक्छ। बच्चाहरूले व्यक्त गर्न नसक्ने होला हो, उनीहरू चाहिँ बढी मतलब ठुलो मान्छेहरूले अलि बढी व्यक्त गर्न सक्ला। मानसिक तन्दुरुस्ती नै बनाउन आवश्यक भयो होइन। जस्तो कोही दिदीबहिनीहरूले उभिरहँदाखेरि खुट्टामा काँपेको जस्तो भइरहेको जस्तो अथवा झमझम भइरहेको जस्तो, कहिलेकाहीँ यो ज्वरो आउला कि जस्तो हुने, तर अस्पताल गयो वा चिकित्सकसँग सल्लाह लियो, केही पनि भएको छैन भनेपछि फेरि ढुक्क भएको, यस्तो तत्कालै हामीले केही ती उपचारमा जानेहरूलाई सोद्धा पनि त्यस्तो बताउनु भयो। यो कस्तो मिल्दोजुल्दो हो? अब यहाँनिर एकदम राम्रो उदाहरण दिनुभयो यहाँले। कहिलेकाहीँ के हुन्छ भने हामीले आफूले अनुभव गरिराखेको सामान्य एउटा हुन्छ नि नर्मल रियाक्सन टु अबनर्मल इभेन्ट, कुनै पनि तनावपूर्ण अवस्थामा हाम्रो बडीले चाहिँ एक किसिमको फ्लाइट एन्ड फ्राइट रेस्पोन्स भन्छ होइन। हामी कि आत्तिन्छौँ कि चाहिँ उम्किन खोज्छौँ हो। अब त्यो चाहिँ अटोमेटिकल्ली हुने हाम्रो रियाक्सन हो बडीको। अब त्यो रियाक्सनलाई चाहिँ कहिलेकाहीँ के होला, किनभने यो सधैँभरि जुनसुकै अवस्थामा पनि भइराख्ने त होइन, यो कहिलेकाहीँ हुने कुरा भयो। थाहा नहुँदाखेरि चाहिँ ओहो यो के भयो भनेर हामी झन् अन्यलताले गर्दाखेरि झन् बढी तनाव हुनसक्छ हामीलाई। त्यसको लागि नै हामीले चाहिँ परामर्श लिनु जरुरी छ होइन। अब उदाहरणको लागि भनौँ न, मलाई कुनै व्यक्तिलाई टाउको दुख्यो, टाउको दुख्ने त 100औं कारण हुन्छ। उसको मनले चाहिँ त्यो टाउको दुख्यो भन्ने बित्तिकै ओहो यो त ट्युमरै भयो कि मलाई भन्ने मात्रै सोच्यो भने उसलाई त्यो पीडा बढिराखेको हुन्छ कि। अब त्यही कुरा विज्ञसँग गएर के हो यथार्थ कुरा थाहा भयो भने यो सामान्य रहेछ भनेपछि त्यही अनुभूति पनि को पीडा पनि कम हुन्छ फेरि। त्यसैले हामी क्लियर हुन जरुरी छ। त्यो बच्चा होस् या ठुलो मान्छे होस्, यदि हामीलाई कुनै तनाव भइरहेछ, कुनै किसिमको अनुभूतिहरू भइरहेछ, जस्तै यहाँले भन्नुभयो कम्पनको अनुभूति, झमझम गर्ने कुराहरू, यो के कारणले भइरहेछ भन्ने कुरा चाहिँ परामर्श लिएर होइन जचाएर अनि विज्ञहरूबाट चाहिँ ढुक्क भएर बस्नु उत्तम हुन्छ। प्रेग्नेन्सी पिरियडमा चाहिँ ती दिदीबहिनीहरूले केमा ख्याल गरिदिनुपर्छ, योसँग पनि कुनै रिलेटेड हुन्छ? अब यो विषयमा चाहिँ अब अहिले पत्र पत्रिकाहरूमा सोसियल मिडियाहरूमा धेरै कुराहरू आइरहेछ होइन। अब साइन्टिफिक फ्याक्ट नै चाहिँ के हो, मैले
यसै हो भन्न सक्दिनँ। जस्तै अस्ति मात्रै मैले एउटा न्युज पढेँ सोसियल मिडियामा कि यो भूकम्पको कारणले गर्दाखेरि चाहिँ पेटभित्रै नानीहरूको मृत्यु भएको भन्ने कुराहरू समेत पनि आए होइन। अब यसमा साइन्टिफिक रिजन के छ अब त्यो त मलाई थाहा छैन। तर के छ भने गर्भवती महिलाको हरेक कुराको असर बच्चालाई पर्ने हुँदाखेरि उनीहरू जति सक्दो चाँडै आफूलाई भएको अन्यलता, आफूलाई भएको असुरक्षाको महसुस भएको कुराहरूमा चाहिँ त्यो क्लियर गरेर होइन, त्यो सबै किसिमको डाउटहरू क्लियर गरेर विज्ञहरूबाट होइन, अब जसबाट चाहिँ आफू ढुक्क हुन सकिन्छ उनीहरूबाट क्लियर भएर आफू ढुक्क हुन जरुरी छ। अहिलेको एडल्टको प्रोटेक्सनको कुरा पनि छ। अलि बढी समस्या बच्चादेखि अझ फेरि यता सबैलाई उही समस्या भए पनि प्रौढलाई ज्येष्ठ नागरिकहरूलाई है उहाँहरूमा पनि एक प्रकारको सन्तास त होला। बिल्कुल सबैलाई हुन्छ यो। उहाँहरूले के कसरी प्रोटेक्सन गर्न सके? अब वृद्धहरूलाई पनि अब त्यही हो। अब कतिपय वृद्धहरू अब आफू एक्लै भनौँ न इन्डिपेन्डेन्टली उहाँहरू हिँड्न नसक्ने अथवा हिँडे पनि दौडिन नसक्ने होइन। अब त्यो बेलामा त्यो एउटा तनाव, त्यसले पनि तनाव बनाइराखेको हुनसक्छ। मलाई त्यस्तो भइहाल्यो भने म के गर्ने भन्ने। त्यो भएर अब घरमा भएको अन्य व्यक्तिहरूले चाहिँ उहाँको सुरक्षाको अनुभूति उहाँलाई छिटो गराउनु पर्यो होइन। अब घर सुरक्षित होइन भने अब असुरक्षित घरमा बसिरहेछ, अब कुन बेला फेरि कम्पन जाने हो कि भन्ने त्रास पनि छ। अनि म भागेर उम्किन पनि म सक्दिनँ भन्ने त्यो यथार्थ पनि छ। त्यसपछि उहाँहरूको तनाव त्यो कम हुने भएन। अब उहाँहरू त्यस्तो हुनुहुन्छ भने, जस्तै उदाहरणको लागि अब हाम्रै परिवारमा पनि एकजना त्यस्तो छ जो उहाँ चाहिँ आफै इन्डिपेन्डेन्टली आफै हिँड्न सक्नुहुन्न। अब उहाँलाई अब यो भूकम्पपछि चाहिँ सबभन्दा तलको पहिला उहाँ टप फ्लोरमा बस्नुहुन्थ्यो भने अहिले सबभन्दा बटम फ्लोरमा ग्राउन्ड फ्लोरमा ल्याएर राखियो। उहाँ त्यति भएपछि उहाँ अलिक ढुक्क हुनु भएको छ। यदि त्यो किसिमले दायित्व पनि देखियो। बिल्कुल एक वा एकभन्दा बढी बालबच्चाको लागि वा ज्येष्ठ नागरिकको लागि 2-4 5 तला माथिबाट सहजै ल्याउन सक्ने अवस्था त हुँदैन होइन। कम्ती पनि ग्राउन्ड फ्लोरमा भयो भने छिटै सडकभन्दा अलिकति खुला ठाउँमा त निस्कन सकिन्छ। बिल्कुल। अब यो उहाँहरू छिटो सुरक्षित ठाउँमा जान सक्ने को अनुभूति गराउनको लागि चाहिँ यो पहल गर्न जरुरी छ। उहाँहरूलाई सुरक्षित अनुभूति गराउन जरुरी छ। पोखरामा चाहिँ यता त्यति धेरै प्रभावित क्षेत्र भएन, कम्पन महसुस त गरियो होइन। डिजास्टरको हिसाबले अन्य जिल्लाहरूमा जति क्षति भयो त्यो त यतातिर भएन, नहोस् भन्ने कामना पनि सबैको हो। तर यो कति बेला कहिले आउँछ के आउँछ कसैलाई पनि थाहा छैन। कुनै बेला प्राकृतिक विपत्तिले त्यो सिम्पटमहरू देखाउन सक्छ। आइपुगे कि आइपुगेनन् तपाईँहरू समक्ष कोही? एकदमै धेरै आइपुग्नु भयो, धेरैजना आइपुग्नु भयो। कतिलाई चाहिँ सामान्य अन्यलताको कुरा मात्रै थियो, हामीले खालि परामर्श गरेर मात्रै पठायौँ होइन। अब सामान्य रियाक्सन जुन हो नर्मल, यो बेलाको नर्मल रियाक्सन पनि कतिले नबुझेर त्यसैले पनि उहाँहरूलाई चाहिँ अन्यलताले झन् आत्तिएको अवस्था थियो होइन। हामीले होइन यो सबै कुराहरू चाहिँ सामान्य नै हो भनेर उहाँहरूलाई हामीले विश्वास त गराएपछि उहाँहरू सामान्य बन्नुभयो, जानुभयो। त्यस्तो अवस्था छ। परामर्श लिन पर्छ, त्यसमा हिचकिचाउन हुँदैन। अघि नम्बरहरू भन्दै हुनुहुन्थ्यो नि डाक्टर साहबले, एकपल्ट ती नम्बरहरू के छ? मानसिक स्वास्थ्य हटलाइन होइन यो 0155 00 005 00 5वटा 0 0155 5वटा 0 98 027 95 294 यो 48 को समय रहेछ। अनि अर्को भेजी टोल फ्री नम्बर पनि रहेछ 1660 61 52 111 मा 24 घण्टा फोन